नेक्स्ट वान इज भी मोडल। यो भी मोडल्स बुझ्नुभन्दा पहिला के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ हामीले थ्रेसहोल्ड भन्ने बुझ्नुपर्छ। तिमी एउटा यस्तो पोइन्टमा गएपछि तिमी सेटिस्फाइड हुन्छौ, त्यो पोइन्टमा पुगिसकेपछि तिम्रो बिहेभियर, तिम्रो स्ट्रक्चर, तिम्रो ह्याबिटहरू के हुन्छ, रिफ्लेक्ट हुन्छ। इन जेनरल टर्मिनोलोजी भन्दैछु है। हो त्यस्तै कुराहरू पनि सफ्टवेयरमा बिल्डअप भइसकेपछि तिमी यस्तो लेभलसम्म पुग्छौ जुन कम्पोनेन्ट आर रियुजेबल्स फर मेनी सिमिलर काइन्ड अफ सफ्टवेयर है। त्यसैले यो भी मोडल्सले के गर्छ भन्दाखेरि त्यहाँ कुनै पनि रिक्वायरमेन्ट्स डिफाइन गरिएको छैन होइन। दे आर युज फर टेक्निकल रिसोर्स आर एभाइलेबल विथ एसेन्सियल टेक्निकल एक्सपर्टिज। यसको इच एन्ड एभ्री फेजमा करस्पोन्डिङ वाइज के गरिन्छ, भेरिफाइड गरिन्छ, भ्यालिडेट गरिन्छ। द्याट्स वाइ दे आर कल्ड एज अ भी मोडल्स। किन भन्दाखेरि इच एन्ड एभ्री फेजमा हामीले यसको एसेसमेन्ट, टेस्टिङ, एसेसमेन्ट, भेरिफिकेसन्स, भ्यालिडेसन्स गऱ्यौँ भने एउटा मर्जिङ पोइन्टमा गइसकेपछि, एउटा थ्रेसहोल्ड पोइन्टमा पुगिसकेपछि, द्याट थ्रेसहोल्ड पोइन्ट इज कल्ड कोडिङ हो। कोडिङ फेजमा पुगिसकेपछि हामीले के गर्नुपर्छ, लेस टाइम टेस्टिङ भेरिफाइड गरे पनि हुन्छ। द्याट्स वाइ यो यस्तो फर्मेटमा भयो कि इच एन्ड एभ्री फेजमा करस्पोन्डिङ टेस्टिङ गरिन्छ। द्याट टेस्टिङ इज जस्ट सिमिलर फर इच एन्ड एभ्री फेज। द्याट्स वाइ दे आर जस्ट एज अ भी मोडल्स भन्न खोजेको है। तिमीहरूले ग्राफमा पनि देख्छौ, जस्तै हामीले रिक्वायरमेन्ट कलेक्ट गर्दा पनि भेरिफाइड गर्यो, यो रिक्वायरमेन्ट करेक्टली हाम्रो फ्युचरमा चाहिने हो, हाम्रो सिस्टममा चाहिने हो होइन भनेर त्यहाँनिर के गरियो, त्यसको बिहेभियरल टेस्टिङ गर्न खोजियो, सफ्टवेयर टेस्टिङ, द्याट इज कल्ड एक्सेप्टेन्स टेस्टिङ। तिमीले क्रिएट गरेको रिक्वायरमेन्टहरू चाहिँ एक्सेप्टेबल हुन्छ कि हुँदैन, द्याट निड्स टु बी भेरिफाइड इन एक्सेप्टेन्स टेस्ट एज वेल, स्टेप एज वेल। यदि your system's requirement is acceptable, then you are going to design your systems है। डिजाइन your systems को मिनिङ एक्चुली इम्प्लिमेन्टेसन्स गर्ने होइन कि, यु निड टु फर्स्ट क्रिएट द कम्पोनेन्ट्स। यदि त्यो कम्पोनेन्ट सिस्टम्सको लागि कोल्याब गर्न सकिन्छ टिल नाउ डेभलप भएको डिफ्रेन्ट टुल्स एन्ड टेक्नोलोजीबाट भने द्याट सिस्टम्स डिजाइन निड्स टु बी कन्डक्टेड बाई सिस्टम टेस्टिङ। अर्को छ आर्किटेक्चरल डिजाइन। तिम्रो सफ्टवेयरहरू बिल्डअप गर्दा यत्तिकै कुनै पनि फोल्डर स्ट्रक्चरहरू ऱ्यान्डमली सेट गरेको हुँदैन। देयर सुड बी आर्किटेक्चर्स फलो गरेको हुन्छ, रुल्स एन्ड रेगुलेसन्सहरू फलो गरेको हुन्छ। किन? फर बेटर इन्भेस्टिगेसन्स, फर रिभ्यू गर्नको लागि। केही कुराहरू तिमीले गरेको कुरालाई रिभ्यू गर्नु पऱ्यो भने यु निड टु भेरिफाइड है। त्यसैले हामीले आर्किटेक्चरल्स डिजाइनको लागि इन्ट्रुगेसन्स गर्नु पऱ्यो। त्यहाँनिर तिम्रो इन्ट्रुगेट गर्न खोजेको कुराहरू आर्किटेक्चर्स त बनाए, इन्डिपेन्डेन्ट कम्पोनेन्टहरू त एक्जिस्ट भयो र त्यो इन्डिपेन्डेन्ट कम्पोनेन्ट्सहरू इन एसेम्ब्ली फर्ममा राखिसकेपछि युनिट टु भेरिफाइड एज अ रिग्रेसन टेस्ट अथवा इन्ट्रुगेसन्स टेस्ट। द्याट्स आर्किटेक्चरल डिजाइनमा के पऱ्यो, इन्ट्रुगेसन टेस्टहरू पऱ्यो। अनि त्यसपछि मोडुलर डिजाइन। मोडुलर मिन्स ब्रेक डाउन द टास्क होइन। तिमीहरूले कोइन्सिडेन्स कपलिङहरू पनि पढ्यो होला, द्याट इज कल्ड मोडुलारिटी होइन। भनेपछि इच एन्ड एभ्री टास्कलाई के गर्ने, ब्रेक डाउन गर्ने एज मच एज पोसिबल्स, द्याट इज कल्ड मोडुलर डिजाइन। स्मल पिस अफ डिजाइनमा कन्भर्ट गर्ने र त्यसको स्मल पिस अफ डिजाइनलाई पनि के गर्ने, भेरिफाइड गर्ने त्यही स्टेपमा। र त्यसलाई छुट्टै नेमिङ कन्भेन्सन्स दियो, द्याट इज कल्ड युनिट टेस्ट हो। यो कुराहरू चाहिँ के भयो भन्दाखेरि चाहिँ प्यारलल फेजमा गयो। द्याट्स वाइ एउटा यस्तो सेप बन्यो कि जस्ट लाइक अ भी सेप बन्यो, त्यसैले यसलाई भी मोडल्स भनेको है, कन्फ्युजन नहुने। यसको फाइदा के हुनसक्छ भन्दाखेरि चाहिँ यसले कुनै पनि प्रोडक्टहरूलाई हाई क्वालिटीमा डेलिभर गर्न हेल्प गर्छ। किन भन्दाखेरि चाहिँ अब टेक्निकली सर्भ गर्ने चाहिँ इच एन्ड एभ्री फेजमा टेस्टिङ भइसकेपछि त्यहाँनिर इदर आउने चान्सेस इज भेरी लेस। द्याट्स वाइले यसको क्वालिटीमा के हुन्छ, यसको पर्फर्मेन्समा के हुन्छ, हाई आउन खोज्छ र यसले डेलिभर पनि हाई गर्छ, इफिसियन्सी बढ्छ। द्याट्स वाइ यसको एडभान्टेज हो। Testing starts earlier stage which helps in avoiding defect in large later stage of development. Of course, यसको parallel testing for each step हुन्छ। That's why that is just the advantage. त्यसैले later stage means that is called purely in separately testing stage or maintenance steps. त्यो स्टेपमा कुनै पनि टेस्टिङ गर्यो भने इरर आउने चान्सेस के हुन्छ, लेस हुन्छ। किनकि भी मोडल्समा इच एन्ड एभ्री फेजमा के गरेको छ, भेरिफाइड र भ्यालिडेट गरेको छ। अब यसको डिसएडभान्टेज चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ इट निड्स टु बी अपडेट इन बोथ टेस्ट एन्ड रिक्वायरमेन्ट डकुमेन्ट वेन चेन्जेस आवर रिक्वायरमेन्ट। जस्तै हामीले रिक्वायरमेन्ट डिजाइनमा कुनै पनि चेन्ज गर्नु पऱ्यो भने देन यु निड्स टु अगेन भेरिफाइड एक्सेप्टेन्स टेस्टिङ।
तिमीले फर्स्टमा मैले टेस्ट गरिसकेँ, अब रिक्वायरमेन्ट चेन्ज भइसकेपछि टेस्ट गर्दिनँ भन्न मिल्दैन। द्याट्स वाइ यु निड टु चेन्ज, you need to test accordingly as well. That is just kept as a disadvantage. Not suitable for project when requirements are at the moderate to high risk of changing. जस्तै तिम्रो कुनै पनि रिक्वायरमेन्टहरू चेन्ज गर्नुपर्ने भयो, तर त्यो स्मल चेन्जेस छ कि हाई लेभलको चेन्जेस छ, तिम्रो सिस्टम्सलाई क्रास गराउने छ कि यु निड टु अन्डरस्ट्यान्डेबल है। त्यसैले कुनै पनि रिक्वायरमेन्टहरू अपडेट गर्दाखेरि चाहिँ फर्स्टमा रिस्क एसेसमेन्ट गरिन्छ। त्यसैले चेन्ज गर्दाखेरि अपडेट गर्दाखेरि के गर्नुपर्ने हुन्छ, यु निड टु बी अन्डरस्ट्यान्डेबल है, फर भेरी रिजिड एन्ड लेस फ्लेक्सिबल। किन यसलाई रिजिड भनियो भन्दाखेरि चाहिँ इच एन्ड एभ्री फेजमा टेस्टिङ हुन्छ, त्यसैले कुनै पनि फेजमा कुनै पनि स्टेपमा केही चेन्जेस गर्नु पऱ्यो अकर्डिङली भने फेरि त्यो स्टेप्स त्यो लाइफ साइकलमा हामीले के गर्नुपर्ने हुन्छ, टेस्ट गर्नुपर्ने हुन्छ, करस्पोन्डिङ टेस्टिङ आइदर इन्टिग्रेसन्स हो कि युनिट टेस्ट हो कि सिस्टम हो कि एक्सेप्टेन्स हो भन्ने कुरा। त्यसैले इट इज भेरी रिजिड एन्ड लेस फ्लेक्सिबल।